हे गाइज ब्याक टु माई ब्लग सञ्चार हुन्छ र म पनि सञ्चारमा चाहिँ आजको भ्लग चाहिँ रमाइलो हुन चाहिँ किनभने आज दसैँ हो नि त। आज सबैलाई ह्याप्पी दसैँ। आजको दसैँलाई चाहिँ एकदमै रमाइलो बनाउनुपर्छ र निधार टक्क टिका लगाएर चाहिँ पैसा पनि पाउनुपर्छ। फेरि यसले कहाँ यति चाँडो टिका लगायो भन्नुहुन्छ होला। म चाहिँ बिहान बिहान मन्दिरमा गएर चाहिँ जमरा टिकाहरूले चाहिँ पुजेर ल्याएको छु। बाहिरको सिन हेर्न सक्नुहुन्छ, हिजो पानी परेको थियो र आज एकदम राम्रो बादल लागेको छ। अलराइट गाइज, म चाहिँ अब तपाईँलाई चाहिँ म टिका लाउने ठाउँमा गएर भेट्नेछु र म चाहिँ अब हिँड्न सक्छु। अब हेर्न सक्नुहुन्छ बाहिर अब त्यस्तै छ। म चाहिँ हजुरलाई चाहिँ उहीँ गएर भेट्नेछु ल। वर्ष दिनमा फर्किआयो रमाइलो चाड हाम्रो रोटे पिङ्रा लिङ्गे पिङको। फाइनल्ली म चाहिँ आइसकेँ टिका लाउनु घर। आफ्नो बुढो घर चाहिँ हेर्न सक्नुहुन्छ यही हो। जमरा र टिका राम्रो। फाइनल्ली गाइज हामी चाहिँ टिका सिका पनि लगाइयो। अब चाहिँ म चाहिँ अब अर्को ठाउँमा जाँदैछु र हेर्नु होला कस्तो लाग्यो। हजुरहरूको दसैँ पनि राम्रै भयो होला, मेरो पनि राम्रै भइरहेको छ र हजुरले लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। र म अर्को ठाउँ जाँदैछु। बाहिरको मौसम यस्तो छ सक्नुहुन्छ। यो मेरो बुढो घर। हामी चाहिँ टिका सिका लगाएर चाहिँ घर आइयो भर्खरै। उहाँ चाहिँ भिडियो बनाउँथ्यो होला होइन, भ्लग सलग। अब चाहिँ त्यहाँ धेरै मान्छे हुनुहुन्थ्यो है, त्यस कारणले गर्दा अलि आफूलाई कस्तो कस्तो लाग्यो, त्यही भएर म बनाउनु पाइनँ, सरी। भर्खरै म चाहिँ घर आएको छु, हेर्न सक्नुहुन्छ। अब चाहिँ फेरि साँझ पनि अरू ठाउँ जाने। म चाहिँ टिका लाउने भनेर चाहिँ हिँडिसकेको छु घरबाट चाहिँ, हेर्न सक्नुहुन्छ बाहिरको भ्यू पनि राम्रो छ। भाइचहरू म चाहिँ साँझ पख पनि गएको थिएँ टिका लाउन र त्यहाँ भिडियो सिडियो बनाउन नि पाएन, बहिनीलाई नि सन्चो थिएन है। अनि मैले बनाएन त्यहाँ पनि। अनि सिधै साँझ आयो, थकै लागेको थियो र खानासाना पनि खाइयो अरे है। त्यसपछि अर्को दिन नेक्स्ट डे हो। अनि सबैको राम्रो भयो होला दसैँ, मेरो पनि राम्रै भयो। आजको भ्लग चाहिँ यति नै रहेको छ। हजुरले सपोर्ट पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू सो मच भाइ। आजको भ्लग यति नै। सबैलाई फेरि पनि ह्याप्पी दसैँ।